नमस्ते, म सुकु श्रेष्ठ। स्वागत छ मेरो च्यानलमा। आज म हजुरहरूलाई चिकनको रेसिपी लिएर आएको छु। आउनुहोस् अब चिकन बनाउन तयारी गरौँ। अब यो काटेको प्याज पनि एउटा भाँडामा राखिदिने, यो प्लेटमा। ठुलो एउटा प्याज हो। टमाटर पनि दुईटा लिएको छु, पाकेको ठुलो साइजको। यसलाई यसरी मसिनो काटेर मिक्सरमा फेरि पिस्नुपर्छ। यसलाई यो टमाटर पनि काटे, यसलाई चाहिँ मिक्सरमा पिस्ने हो। यो अलिकति प्याजको पात लिनु होला, यसलाई पनि यसरी काटिदिनु होला। सानो पिस पारेर र धनियाँलाई पनि यसरी काटिदिनु होला। 4-5 पिस हरियो खुर्सानीलाई पनि यसरी काटिदिनु। मैले प्याजको पत्ता, धनियाँ र खुर्सानी पनि काटेर ल्याएँ। मैले 2टा टमाटर काटेकोलाई पनि मिक्सरमा पिस्दैछु। भाँडामा राख्ने। यो रेडी पनि भयो। ग्यास अन गरेर कराई बसाल्ने। यसमा 125 ml तेल राख्ने। तेल तातेपछि थोरै मेथी पनि राखिदिने। सुकेको खुर्सानी 2टा राखिदिने र चलाइदिनु होला। र यो अघि काटेको प्याज पनि राखिदिएँ। यो प्याज पनि ब्राउन कलरको भइसक्यो। अब म यसमा चिकन राख्दैछु। यो चिकन पनि 1 केजी हो। यो ठिको पिस गरेर काटेको हेर्नुहोस् त, यस्तो ठिको पिस चिकन राख्ने। तेजपात 1 चम्चा राखिदिने। नुन 1 चम्चा। नुन चाहिँ हजुरले आफ्नो स्वाद अनुसार राख्नु होला। यसलाई 8-10 मिनेटसम्म ढाक्दै चलाउँदै पकाउनु पर्छ। यसलाई यसरी नै भुट्दै जाने, राम्रोसँग फ्राई नभइन्जेलसम्म। हेर्नुहोस् त, चिकन फ्राई पनि भइसक्यो। यसको तेल पनि छुटिसक्यो। अब म यसमा मसला राख्दैछु। लसुन अदुवाको पेस्ट 2 चम्चा राखेर यसलाई चलाइदिने। लसुन अदुवाको काँचो स्मेल नहटेसम्म यसरी नै पकाउनु पर्छ। जिरा धनियाँको पाउडर ठुलो चम्चाको 1 चम्चा। यो गरम मसला 1 चम्चा। यो चिकन मसला 1 चम्चा। रेड चिल्ली पाउडर 1 चम्चा ठुलो चम्चाको। यो चिल्ली फ्लेक्स 1 चम्चा। यो सबैलाई राखेर एकछिनसम्म चलाउने। मरिचको धुलो पनि थोरै राखिदिएँ। यो जिराको दाना पनि राखिदिएँ। यो कसुरी मेथी हो। यसलाई राख्ने बेलामा हातले यसरी क्रस गरेर राख्नु होला। यो कसुरी मेथी राख्नाले एकदम मिठो टेस्ट आउँछ। यसको फ्लेभरै छुट्टै हुन्छ। मसलाहरू सबै फ्राई भइसक्यो। कस्तो राम्रो देखिएको। अघि बनाएको टमाटरको पेस्ट राखिदिने। एकछिनसम्म चलाउँदै पकाउनु पर्छ, टमाटरको काँचोपन नहटेसम्म। थोरै पानी राख्ने र चलाइदिने। यसरी नै हजुरहरूले आफ्नो घरमा बनाएर खानु होला, एकदमै मिठो हुन्छ। यसलाई 8-10 मिनेटसम्म ढाकेर पकाउनु पर्छ। हेर्नुहोस् त, कस्तो राम्रो देखेको कलर पनि। कस्तो मिठो बास्ना आएको छ। हेर्नुहोस् त, हाम्रो चिकन त बनेर पनि रेडी भयो। स्प्रिङ अनियन राख्दैछु। अनि यो हरियो खुर्सानी, यो अघि मैले काटेको थिएँ नि, यो खुर्सानी पनि राखिदिएँ। र यो धनियाँ पनि माथिबाट राखिदिएँ सबै। नुन पिरो चाहिँ आफ्नो हिसाबले राख्नु होला। अब ग्यास अफ गरेँ र एउटा भाँडामा सर्भ गर्दैछु म। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो होला? यदि मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला।
यस्तै अरू नयाँ भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र माथि रहेको बेल आइकनलाई प्रेस गरिदिनु होला। थ्याङ्क यू।